हेलो नमस्ते सबैजनालाई। गर्मीको सिजन छ। अब यो गर्मीमा फ्रिजको पानी खायो भनेपछि फेरि घाँटी खसखस हुने हैन, अनि त्यसपछि फ्रिजको पानी राम्रो पनि हुँदैन भनेर भनिरहँदाखेरि अब चिसो पानी बनाउनलाई अब एउटा जुगार लिएर आएको छु म तपाईहरुलाई। एकदम सस्तोमा राम्रो नेचुरल फ्रिज हामीले किनेर त्यसमा पानी चिसो बनाएर अनि खान सक्छौं है। आउनुस् हेरौं त्यो कस्तो चिज हो। यो चाहिँ एउटा भाँडो हो, माटोको भाँडो। अनि यो चाहिँ तपाईको 150 मा आउँछ र यो भाँडोमा पाल पार्नु पर्छ। पाल पारिसकेपछि एउटा यो टुटी किन्नु पर्छ, तपाईले अलगबाट किन्नु पर्छ। अनि यो टुटी पनि तपाईको धेरै पर्दैन, 150 मा आउँछ हैन। अनि यो सबै कस्ट यसको लगभग तपाईको 300-400। अनि तपाईसँग यस्तो कपडा पनि हुन्छ है। अनि यो आफैमा पनि चिसो हुन्छ, तर यो कपडा तपाईले भिजाएर अनि यसै सरर छोप्दिनु भयो भनेपछि यो झन् चिसो बनाउनमा सहायता गर्छ है। अनि तपाईले यसरी अनि हामीले चाहिँ यसरी पानी थापेर है पिउन चाहिँ कति रमाइलो हुँदो रहेछ है। अब हेर्नुस्, यो पानी चाहिँ तपाईले कस्तो मजाले पुरै थकानै मेटिन्छ। हामी यो चाहिँ धेरै महँगो फ्रिज किन्नै नसक्नेहरूको लागि एउटा फ्रिजको उपाय है। मन परे कमेन्ट शेयर गरिदिनु होला। हस् त, धन्यवाद।